र यो आन्दोलन कस्तो हुन्छ भन्दाखेरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामी बन्द नै गर्छौँ, यातायात बन्द नै गर्छौँ, व्यापार व्यवसाय बन्द नै हुन्छ। यो अब पनि यो आन्दोलन सफल भएन र नेपालीको हातमा नेपालको माटो सुहाउँदो नेपालीहरूको आन्दोलन जितेर यो ठाउँमा आएन भने अब 50 लाख मान्छेहरू विस्थापित हुँदैछन् यो देशमा। भूगोल रहला तर नेपाली नागरिक रहँदैन। त्यसले गर्दाखेरि यो आन्दोलन माटो सुहाउँदो र यहाँको सबै कुरा ठिकठाक गर्नलाई नेपालीहरूले गर्ने आन्दोलन हुन्छ। त्यसले गर्दा तपाईँहरू ढुक्क हुनुहोस्। मैले त्यही भएर पेट्रोल डिजल किन फेरि फाइदा पनि छ। अब गाडी नचलेपछि त्यसै तेल कन्जम्सन भएन होइन, मान्छे घरबाट नहिँडेपछि खर्च भएन, व्यापार व्यवसाय बन्द भने अहिले बोनी नै भएको छैन। न्यु रोडका दोकान घर खाली छ। मैले भनेकै हो पहिलेदेखि हुन्छ भने अब ब्याङ्कको लगानी गर्ने ठाउँै छैन, कहाँ लगानी गर्ने। अब 18 लाख व्यापारीमा त 6 लाख व्यापारी त तपाईँको चाहिँ नि ब्ल्याक लिस्टमा छ, कसले पैसा लिने। त्यसले गर्दाखेरि यो सबैलाई रिस्ट्रक्चर गर्नलाई फेरि गर्नको लागि पनि यो आन्दोलनको जरुरी छ र व्यवस्था परिवर्तन गर्नको लागि एकदमै तपाईँको हामी सबैजना लाग्नुपर्छ। र हामीले डेडलाइन तोकेका छैनौँ यो दिन भनेर हामी तोक्छौँ। अब 5-7 दिन 10 दिनमा हामी तोक्छौँ र आन्दोलन हुन्छ र शान्तिपूर्ण हुन्छ। यसमा चाहिँ तपाईँहरू ढुक्क हुनुहुन्छ।